हेलो के छ सबैजना आरामै हुनुहुन्छ सबैजनाले पढिरहनु भएको छ होला अहिले त हैन एक्जाम पनि आइसक्यो बोर्ड एक्जाम म तपाईहरुकै यो बोर्ड एक्जाममा चाहिँ यो केमिस्ट्रीको चाहिँ हेलो अल्केनबाट आउन सक्ने के इम्पोर्टेन्ट कुराहरु हुन सक्छ त्यसमा चाहिँ थोरै केही कुरा डिस्कस गर्न गइरहेको छु है अब यसमा चाहिँ हामीले हेलो अल्केनमा हेरौं हेलो अल्केनमा चाहिँ प्राय तपाईहरुले सोध्ने भनेको कुरा के हो त भन्दाखेरि क्लोरोफर्म हो हेलो अल्केनबाट तपाई एकदमै इम्पोर्टेन्ट क्वेशन भनेको के हो त भन्दाखेरि क्लोरोफर्म हो क्लोरोफर्म कसैले पनि छुटाउनु नै भएन क्लोरोफर्मको पनि दुईवटा प्रपर्टिज छ दुईवटा प्रिपरेसन छ साच्चै प्रिपरेसनमा चाहिँ हाम्रो के छ त भन्दाखेरि फर्म के छ त भन्दाखेरि एउटा इथेनोल छ इथेनोलबाट हामीले के गर्न सक्छौं क्लोरोफर्मको प्रिपेयर गर्न सक्छौं भने अर्को हामी केबाट गर्न सक्छौं फ्रम एसिटोन है व्हिच इज भेरी इम्पोर्टेन्ट अनि यसको प्रिपरेसन सकिसकेपछि यसको अर्को इम्पोर्टेन्ट भनेको के हो त भन्दाखेरि केमिकल प्रपर्टिज व्हिच इज भेरी इम्पोर्टेन्ट हेर्नुस् है केमिकल प्रपर्टिज केही पनि नछोडिकन पढ्नु पर्यो तपाईहरुले केमिकल प्रपर्टिजमा चाहिँ केही पनि छोड्नु भएन के छ एक्सन विथ एयर छ एक्सन विथ O2 छ होला है एक्सन विथ के छ एसिटोन छ होला एक्सन विथ के छ एजी पाउडर छ होला नम्बर अफ केमिकल प्रपर्टिज छ यो केही पनि नछोडिकन पढ्नु होला यहाँबाट क्वेशन चाहिँ तपाईहरुलाई एक्जाममा आउँछ क्लोरोफर्मबाट या प्रिपरेसन अथवा केमिकल प्रपर्टिजबाट जहिले पनि क्वेशन आउने गरेको छ यो छोड्ने कुरा भएन अनि अर्को कुरा भनेको हेलो अल्केनमा चाहिँ तपाईहरुको चाहिँ कस्तो टाइपको रिएक्सन हुन्छ हेलो अल्केनमा भन्ने कुरामा चाहिँ के हुन्छ न्यूक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन हुन्छ न्यूक्लियोफाइलले के गर्छ त भन्दाखेरि यो कार्बनलाई के गर्छ अट्याक गर्छ यो कार्बन के हुन्छ पोजिटिभली चार्ज हुन्छ यहाँबाट के निस्किन्छ हाइड्रोजन निस्किन्छ र फाइनली के आउँछ RNU कस्तो टाइपको रिएक्सन सो गर्छ हेलो अल्केनले न्यूक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन यसलाई हामी के भन्छौं NSR भन्छौं यो कुरा पनि याद गरिराख्नु होला न्यूक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन हुन्छ हेलो अल्केनमा अनि अर्को कुरा चाहिँ हेलो अल्केन भनेको चाहिँ के हो त भन्दाखेरि हाम्रो अर्ग्यानिक केमिस्ट्रीको चाहिँ एकदमै चाहिँ सेन्टर हो फर्स्ट च्याप्टर पनि हो हामीले हेलो अल्केनबाट नम्बर अफ अर्ग्यानिक कम्पाउन्ड्सहरु के गर्न सक्छौं सिन्थेसाइज गर्न सक्छौं प्रिपेयर गर्न सक्छौं त्यही भएर यसको केमिकल प्रपर्टिज यसको हरेक कुराहरु चाहिँ यसको चाहिँ हेलो अल्केनको केमिकल प्रपर्टिज देखि लिएर यसको रिएक्टिभिटी देखि लिएर हैन यसको प्रिपरेसन देखि लिएर सबै कुराहरु चाहिँ हामीले जान्नु चाहिँ पर्छ यो जाने भने के हुन्छ त भन्दाखेरि हामीले नेक्स्ट च्याप्टर अल्कोहलमा मुभ हुँदाखेरि फाइदा हुन्छ नेक्स्ट च्याप्टर हामी एल्डिहाइड कीटोन हरेक ठाउँमा हेलो अल्केनको कुराहरु चाहिँ आइ नै रहेको हुन्छ हेलो अल्केनलाई चाहिँ तपाईले राम्रोसँग चाहिँ पढ्नु पर्ने हुन्छ अब यसमा पनि तपाईले अर्को कुरा के पढ्नु पर्यो त भन्दाखेरि हेलो अल्केनमा चाहिँ हेलो अल्केनमा चाहिँ तपाईले मेन कुरा रिएजेन्ट पढ्नुस् के रिएजेन्ट कसरी गर्ने त हेलो अल्केनमा आउने रिएजेन्टहरु के हो त भन्दाखेरि अल्कोहोलिक KOH हो अर्को हेलो अल्केनमा चाहिँ जोडेर आउने रिएक्सन के हो त एक्विस KOH हेर्नुस् है अल्कोहोलिक KOH ले के गर्छ त भन्दाखेरि डिहाइड्रोहेलोजिनेसन गर्छ यसले के गर्छ डिहाइड्रोहेलोजिनेसन गर्छ र यसबाट के बन्छ त भन्दाखेरि अल्किन बन्छ यसबाट के बन्छ अल्किन बन्छ अर्को कुरा एक्विस KOH बाट के हुन्छ न्यूक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन हुन्छ न्यूक्लियोफिलिक NSR रिएक्सन हुन्छ जसले गर्दाखेरि हेलो अल्केनबाट के आउँछ अल्कोहल आउँछ हेर्नुस् रिएजेन्टको कुराहरु बुझ्नु होला अनि अर्को कुरा के हुन्छ त भन्दाखेरि अल्कोहोलिक KCN अल्कोहोलिक KCN भनेको के हो त भन्दाखेरि यसले के गर्छ त कार्बनको नम्बर बढाउँछ हेर्नुस् है R यहाँ के आउँछ CN आउँछ कार्बनको नम्बर के हुन्छ इन्क्रिज हुन्छ अल्कोहोलिक KCN ले के गर्छ कार्बनको नम्बर बढाउँछ जसै कि तपाईहरुले कुनै पनि अर्ग्यानिक कन्भर्जन एलिफेटिक कन्भर्जनहरु छ एलिफेटिक कन्भर्जनमा तपाईहरुलाई चाहिँ कार्बनको नम्बर बढाउने टाइपको क्वेशन आयो है इथेनोइक टु प्रोपेनोइक एसिडको कुराहरु आयो भने यस्तो केसेसहरुमा चाहिँ हामी के गर्नु पर्यो कार्बनको नम्बर बढाउने कुराहरुमा चाहिँ हेलो अल्केनमा पुगेर के एड गर्नु पर्यो अल्कोहोलिक KCN एड गर्नु पर्यो अनि अर्को यसमा छ अर्को कुरा के छ त भन्दाखेरि अल्कोहोलिक के छ AgCN छ हेर्नुस् है अल्कोहोलिक के छ AgCN छ अल्कोहोलिक AgCN को केसमा चाहिँ यसबाट के आउँछ RNC आउँछ यसबाट के आउँछ कार्बोलामाइन आउँछ हेर्नुस् है तपाईलाई कहिलेकाहीँ यस्तो क्वेशनहरु सोधिरहेको हुन्छ 1-2 मार्क्समा यस्तो क्वेशनहरु आउन पनि सक्छ RX मा अल्कोहोलिक KCN पनि हुन सक्छ अल्कोहोलिक AgCN आउन सक्छ अनि अर्को कुरा तपाईहरुलाई चाहिँ हेलो अल्केनमा अरु कुराहरु चाहिँ के हुन सक्छ रिएजेन्टहरु यो कुरा थाहा हुनु पर्यो यसको काम के हो थाहा हुनु पर्यो अल्कोहोलिक KCN को थाहा हुनु पर्यो अर्को के आउँछ KNO2 को कुराहरु आउन सक्छ KNO3 हैन यसो कुराहरु आउन सक्छ यो सबै कुराहरु हेलो अल्केनमा चाहिँ यो सबै कुराहरु चाहिँ तपाईहरुले के गर्नु पर्यो त बुझ्नु पर्यो रिएजेन्टको काम अनि अर्को कुरा भनेको चाहिँ तपाईहरुले SN1
हेर्नुस् है SN1 र SN2 रिएक्सन को चाहिँ के चाहियो हाम्रो डिफरेन्स चाहियो यो कुरा पनि जानिराख्नु होला SN1 SN2 को बाट चाहिँ तपाईले के आउन सक्छ त भन्दाखेरि अर्डर अफ रिएक्टिभिटी आउन सक्छ यसबाट तपाईले जान्न पर्ने कुरा के हो त भन्दाखेरि अर्डर अफ रिएक्टिभिटी अब यसमा चाहिँ SN1 को लागि अर्डर अफ रिएक्टिभिटी के हुन्छ 3 डिग्री 2 डिग्री के हुन्छ 1 डिग्री हुन्छ यसको लागि चाहिँ अर्डर अफ रिएक्टिभिटी के हुन्छ 1 डिग्री 2 डिग्री के हुन्छ 3 डिग्री हुन्छ यो कुरा चाहिँ अर्डर अफ रिएक्टिभिटी थाहा हुनु पर्यो SN1 चाहिँ कुन इन्टरमिडिएटबाट जान्छ त भन्दाखेरि थ्रु कार्बोकेटाइनबाट जान्छ है यो कुराहरु चाहिँ थाहा हुनु पर्यो SN1 SN2 को अर्डर अफ रिएक्टिभिटी यो सबै कुराहरु हेर्नुस् मेन त क्लोरोफर्म भयो SN1 SN2 को डिफरेन्स बिट्विन भयो न्यूक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन हुन्छ भन्ने कुरा भयो अल्कोहलिक KH को काम के हो एक्वस KH को काम के हो अल्कोहलिक केसियन अल्कोहलिक एजिसियन अनि यसमै आउन सक्छ तपाईहरुको नेम रिएक्सन चाहिँ के हुन सक्छ त भन्दाखेरि राइमोटाइमन रिएक्सन जुन क्लोरोफर्मले गर्ने रिएक्सन हो यो नेम रिएक्सनहरु पनि व्हिच इज भेरी इम्पोर्टेन्ट त्यसपछि गएर आउन के सक्छ कार्बालामाइन टेस्ट यो सबै नेम रिएक्सनहरु केमा आउन सक्छ क्लोरोफर्ममा आउन सक्छ यो सबै कुराहरु चाहिँ क्लोरोफर्मबाट यति कुरा के रे हेलो अल्केनबाट यति कुराहरु तपाईहरु चाहिँ एनी हाउ बुझ्नु पर्यो है यसमा चाहिँ NC आउँछ यसमा CN आउँछ भन्ने कुराहरु अब यसको एक दुईटा क्वेशनहरु चाहिँ हामी हेरौं ओके ल यो क्वेशनमा हेर्नुस् यो क्वेशनले के भनेको छ त भन्दाखेरि हेर्नुस् है यसमा हेलो अल्केनको कुराहरु हाई रिलेबिलिटीको क्वेशनको हो यो है द गिवन टेबल्स अफ द कम्पाउन्ड विथ द मोलिकुलर फर्मुला भनेर दिएको छ तपाईहरुलाई एउटा इम्पोर्टेन्ट कुरा के हो त भन्दाखेरि कुनै पनि क्वेशनमा चाहिँ तपाईहरुलाई मोलिकुलर फर्मुला आउँछ भने यो मोलिकुलर फर्मुलाबाट बनेको कम्पाउन्ड के हो भन्ने कुरा चाहिँ बुझ्न एकदमै इम्पोर्टेन्ट हुन्छ है कुनै पनि कम्पाउन्ड तपाईहरुलाई मोलिकुलर फर्मुलामा दिएको छ भने यसबाट तपाईहरुले के गर्नु पर्यो त भन्दाखेरि यो मोलिकुलर फर्मुला के को हो भन्ने कुरा चिन्न एकदमै इम्पोर्टेन्ट छ त्यसको लागि मैले यहाँ थोरै तपाईहरुलाई टिप्स दिए धेरै चाहिँ भनि पनि सकेको छु CnH2n+2O मा आयो भने यसबाट के बन्छ त भन्दाखेरि जहिले पनि यो जनरल फर्मुलाबाट आयो भने के आउँछ अल्कोहल र इथर आउँछ है हेर्नुस् CnH2n+2O मा आयो भने अर्को आउँछ के आयो CnH2NO आयो भने यसबाट के आउँछ अल्डिहाइड र के आउँछ कीटोन आउँछ अनि अर्को चाहिँ के आयो त भन्दाखेरि CnH2nO2 मा आयो भने यसबाट के आउँछ कार्बोक्सिलिक एसिड यसबाट के आउँछ कार्बोक्सिलिक एसिड र के आउँछ त भन्दाखेरि स्टर आउँछ हेर्नुस् है यसबाट के आउँछ कार्बोक्सिलिक एसिड र अर्को के आउँछ स्टर आउँछ अब यसमा चाहिँ हामीले क्वेशनले के भनेको छ त भन्दाखेरि कन्भर्ट P टु Q भनेर भनेको छ अब P भनेको त हेलो अल्केन हो नो डाउट Q भनेको CnH2n+2 CnH2n+2 यो के हो त अल्केन हो नो डाउट यो के हो त अल्केन हो हेर्नुस् है अनि C3H6O भनेको छ C3H6O भनेको यो के हो त एल्डिहाइड एन्ड कीटोन हो यो के हो त एल्डिहाइड र एन्ड के हो त कीटोन के हुन सक्छ हामी हेर्छौं अनि C3H6 भनेको के हो CnH2n यो भनेको के हो CnH2n भनेको यो चाहिँ के हो त भन्दाखेरि अल्किन हो C3H8O भनेको के हो त CnH2n+2O भनेको यो चाहिँ के हो त अल्कोहल अथवा के हुन सक्छ इथर हुन सक्छ C3H6 + 2 8O हेर्नुस् है हामीले यो कुरा चाहिँ त बुझ्नु नै पर्यो अल्कोहल इथर एल्डिहाइड कीटोन कार्बोक्सिलिक एसिड स्टर यो कुरा नबुझिकिन हाई एबिलिटीको मोलिकुलर फर्मुलाको क्वेशनहरु चाहिँ हामी गर्न सक्दैनौं अब क्वेशनले के भनेको चाहिँ कन्भर्ट P टु Q where Q is the compound in which two methyl group are substituted at the adjacent carbon atom भनेर भनेको छ हेर्नुस् है कम्पाउन्ड फर्स्ट क्वेशनको लागि क्वेशन ए ले के भनेको छ त भन्दाखेरि कन्भर्ट P टु Q तिमीले P बाट के बनाऊ Q बनाऊ भनेर भनेको छ P बाट Q बनाउँदाखेरि तिमीले त्यस्तो कम्पाउन्ड बन्छ जसको एडजेसेन्ट कार्बनमा के आउँछ दुईटा मिथाइल ग्रुप आउँछ भनेको यो के हो अल्केन हो हेर्नुस् है Q चाहिँ के हो त अल्केन हो यसको एडजेसेन्ट कार्बनमा के आउँछ दुईटा मिथाइल ग्रुप आउँछ भनेर भनेको छ अब यो र योमा चेन्ज हुनु भनेको कार्बन 3 बाट कार्बन 6 पुग्नु हेलो अल्केनबाट अल्केनमा जानु भनेको यो कुन रिएक्सन हो वुर्ज रिएक्सन हो हेर्नुस् है यो कुन रिएक्सन हो वुर्ज रिएक्सन अब यसले एडजेसेन्ट कार्बनमा दुईटा भनेको कस्तो त भन्दाखेरि कार्बन हेर्नुस् है CH3C यहाँ के छ CH3 यहाँ के छ Br यो कतिवटा मोलिक्युल्स 2 मोलिक्युल्स
Br यहाँ के छ CH यहाँ के छ CH3 यहाँ के छ CH3 यहाँबाट के निस्क्यो 2NaBr इन प्रेजेन्स अफ ड्राई इथर कुन रिएक्सन लगाउँदै छौ हामी वुर्ज रिएक्सन हेर्नुस् है हामी कुन रिएक्सन लगाउँदै छौ वुर्ज रिएक्सनबाट फाइनली के आयो त हेर्नुस् त CH3C CH3 CH CH यहाँ के छ CH3 यहाँ के छ CH3 हेर्नुस् है एडिसन कार्बनमा के आएको छ दुईवटा के आएको छ मिथाइल ग्रुप आएको छ क्वेशनले यही भनिरहेको छ हामीले गर्यौ कन्भर्ट T टु P भनेको छ कन्भर्ट T टु के भनेको छ P T भनेको के हो सेकेन्डरी अल्कोहल T बाट P मा जाऊ भनेर भनेको छ T बाट P मा जानु भनेको क्वेशन नम्बर B को लागि है T टु P भनेको छ T भनेको के हो सेकेन्डरी अल्कोहल भनेको छ T भनेको के हो त यो सेकेन्डरी अल्कोहल हेर्नुस् है T भनेको के हो सेकेन्डरी अल्कोहललाई हामी केमा जानुपर्ने छ त्यसमा जानुपर्ने छ भनेको यसमा चाहिँ के राख्दिनुस् तपाईले PbR3 लगाइदिनुस् के लगाइदिनुस् PbR3 लगाइदिनुस् है PbR3 लगाइदिनुस् यहाँ P4 + Br2 लेख्दा पनि भयो PbR3 यसबाट के आउँछ CH3 CH यहाँ के आउने भयो Br यहाँ के आउने भयो CH3 आउने भयो यो पनि कन्भर्ट भयो अब क्वेशन नम्बर C भनेको हाउ वुड यु obtain R and S respectively from P P बाट तिमीले R र S कसरी बनाउँछौ भनेको छ P बाट तिमीले के बनाउनु पर्यो R भनेको हेर्नुस् त R भनेको के हो त अल्डिहाइड एन्ड कीटोन P बाट तिमीले यो कसरी बनाउँछौ भनेर क्वेशनले सोधेको छ P बाट R र S R को लागि तिमीले के गर्ने भयो त भन्दाखेरि यो कति डिग्री हो त भन्दाखेरि हेर्नुस् है अब यसबाट यो बनाउँदाखेरि हामीले बनाउने के हो त भन्दाखेरि कीटोन हो हामीले यसमा बनाउनु पर्ने के हो त कीटोन हो कीटोन बनाउनको लागि कसरी बनाउने त भन्दाखेरि तपाईसँग यो दिएको छ यो हामीलाई के थाहा छ यो सेकेन्डरी हेलोअल्केन हो यसलाई के गर्नुस् तपाईहरुले 21 KH लगाउनुस् 21 KH लगाउनुस् यसबाट के आउँछ CH3 CH यहाँ OH आउँछ यहाँ के आउँछ CH3 आउँछ यसलाई के गर्नुस् अक्सिडेसन गर्नुस् इन प्रेजेन्स अफ KMnO4 एसिडिफाइड कन्डिसन यसबाट के आउँछ CH3C डबल बोन्ड O यहाँ के आउँछ CH3 हैन त मोलिकुलर फर्मुला मिलिरहेको छ कि छैन C3H6O कीटोन आउँछ यसको नाम के हो त प्रोपेनोन अनि अर्को क्वेशन के भनेको छ फ्रम P S बनाऊ भनेको छ S भनेको के हो त अल्किन हो अल्किन बनाउनको लागि यसबाट अल्किन बनाउनको लागि तपाईले के गर्नुपर्छ अल्कोहोलिक KOH डिहाइड्रोहेलोजिनेसन फाइनली यहाँबाट के आउँछ CH3 CH डबल बोन्ड यहाँ के आउँछ CH2 प्लस के आउँछ KBr प्लस के आउँछ H2 हेर्नुस् है यस्तो टाइपको क्वेशनहरु तपाईहरुलाई एक्जाममा सोध्न सक्छ मेन कुरा भनेको हेलोअल्केनकै नेचरहरु बुझ्नुस् अल्कोहोलिक KOH को कुराहरु भयो NF ड्राई इथर वुर्ज रिएक्सन यसरी यस्तै बेसिक कुराहरु चाहिँ तपाईले बुझ्दै चाहिँ जानुपर्छ मेन कुरा यो चाहिँ नबिर्सिनु होला है यस्तै क्वेशनहरु आउँछ ओके थ्यांक यू